त्यसै नमस्ते सबैजनालाई। तपाईको दया जीवनभन्दा श्रेष्ठ, तपाईको दया जीवनभन्दा श्रेष्ठ भन्ने हामी भजन गाउने गर्छौँ। साँच्चै नै परमेश्वरको दया चाहिँ हामीले पाएको जीवनभन्दा पनि श्रेष्ठ छ। उहाँले तपाईँ र मलाई है दया नगर्नु भएको भए आमाको गर्भदेखि आजको दिन र उहाँले तोकेको समयसम्म तपाईँ र म जीवित रहन सक्दैनथ्यौँ। किनभने तपाईँ र म है भनौँ न हामीले केही पनि गर्न सक्दैनौँ यदि उहाँको प्रेम हामीमाथि नरहेको भए, उहाँको दया हामीमाथि नरहेको भए। हाम्रो आत्मा प्राणहरूले हामी रक्षा गर्न सक्दैनौँ, किनभने तपाईँ र मेरो हातमा केही पनि छैन। तर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारणले उहाँको दया हामीमाथि रहेको छ। जसले प्रेम गर्छ त्यसले मात्रै दया गर्नु जान्दछ। अनि आज उहाँको दयाको कारणले तपाईँ र म यो संसारमा जीवित छौँ र हरेक कुराको उपभोग गरिरहेका छौँ। तर परमेश्वरको उद्देश्य र योजना चाहिँ तपाईँ र मलाई संसारमा जीवित राख्न मात्र होइन। उहाँले हाम्रो असङ्ख्य पापहरू ढाकिकन जीवन पछिको जीवन दिनको निम्ति उहाँले आफ्नो प्रिय पुत्र परमेश्वर ख्रीष्टलाई यो संसारमा पठाउनु भयो। जब हामी वचन पढ्छौँ भने चाहिँ हामी यिर्मया 31को 3लाई हेर्छौँ भने यहाँ यसो लेखेको छ, परमप्रभु विगत समयमा हामी कहाँ यसो भन्दै देखा पर्नुभयो, सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु, मैले तँलाई दया गरी खिचेको छु। उहाँको उद्देश्य र योजना चाहिँ सधैँभरि रहने प्रेमले प्रेम गर्न हो। अनि आजको दिनसम्म तपाईँ र मलाई चाहिँ उहाँले प्रेम गर्नुभएको छ। त्यसै कारणले दया गर्नुभयो र तपाईँ र म यहाँ जीवित छौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। तपाईँ र मलाई जीवित राख्नुहुने, हाम्रो आत्मा र प्राण र शरीरलाई रक्षा गर्नुहुने परमप्रभु परमेश्वरलाई चाहिँ जान्नको निम्ति कोसिस गरौँ। अनि आज तपाईँ र म यो संसारमा जीवित छौँ हाम्रो बल शक्ति र सामर्थ्यले, हाम्रो धन र सम्पत्तिले होइन। उहाँले तपाईँ र मलाई प्रेम गर्नुभयो र उहाँको दयाले चाहिँ खिच्नु भएको छ। उहाँको दयाको कारणले तपाईँ र म जीवित छौँ। अनि गीतले पनि भन्छ, तपाईँको दया जीवनभन्दा श्रेष्ठ। हामीले पाएको जीवन चाहिँ उहाँको दयाको कारण हो। परमेश्वरलाई धन्यवाद भएको होस्। जय मसीह सबैजनालाई।